बवाल छ यार। यताबाट एउटा स्कुल आउँदैछ, हिमाल पनि देखिरह। यता फेरि कसको निधन भयो रहेछ। यो पोइन्टमा हो कि म्याग्दी खोला र काली खोला जोडिने। अर्को कुनै दिन देखाउँला, कुनै अर्को भिडियोमा। हामी चाहिँ अब माथि लागिन्छ। भित्र चाहिँ हेलमेट लैजान नपाइदो रहेछ, तर यसपालि टिकट सिकेट छैन। बाइक नलिएर झ्याउ भयो यार। पुरा एउटा ग्रुप आयो अर्को। ठ्याक्क 12 बजे सुरु हुन्छ अरे। मलाई यो मेलाको चाहिँ यो हो कि खतरा लाउने। खतरा ठुलो जे पनि यात्रो लिएर आउँछन् यार। मतलब देख्दै नदेखेको साइजको बाइकभित्र नलिएको ठिक गरे यार, जानी ठाउँ हुँदैन। ये केरा त 1 नम्बर छ गरो। यसो केरा देखाम है। यस्तो बवाल छ यार। केराको जाति हो। यो चाहिँ हाम्रो आमा समूहको। विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौँ। 11औं माघे संक्रान्ति मेला 2082, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी 2082 पुस 30 गतेदेखि माघ 3 गतेसम्म बेनी बजार म्याग। मूल आयोजन म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्योग विकास संघ। प्रथम पुरस्कार नगद रु 25,000, द्वितीय पुरस्कार नगद रु 15,000, तृतीय पुरस्कार नगद रु 8,000। प्रतियोगिता हुने दिन 2082 माघ 1 गते बिहान 11:30 बजे। स्थान खुल्ला मञ्च। दर्ता शुल्क रु 500। म्याग्दी जिल्लाका पर्यटकीय स्थलहरूको विद्यालय स्तरीय खुल्ला पेन्टिङ प्रतियोगिता A3 साइट। प्रथम पुरस्कार नगद रु 5,000, द्वितीय पुरस्कार नगद रु 3,000, तृतीय पुरस्कार नगद रु 1,500। प्रतियोगिता हुने दिन राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान म्याग्दी र विभिन्न संस्थाहरूबाट लोक दोहोरी, स्थानीय लोक संस्कृति र भजन तथा चुटकिला जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ। स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूबाट विविध लोक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति रहनेछ। 2082 पुस 30 गते बिहान 10:30 बजे विभिन्न संस्थाहरूबाट
ब्यानर हात्ती वेशभूषासहित बजार परिवर्तन पश्चात खुल्ला मञ्चमा मेलाको उद्घाटन गठोतान्ने प्रतियोगिता प्रथम पुरस्कार नगद रु 6,000 दर्ता शुल्क रु 600 महिला पुरुष छेलो फाल्ने प्रतियोगिता प्रथम पुरस्कार नगद रु 2500 दर्ता शुल्क रु 200 स्थानीय उत्पादन स्थल प्रदर्शनी प्रतियोगिता त्यहाँबाट न्यु रोड हुँदै क्याम्पस चोक शिक्षा मार्ग हुँदै हस्पिटल चोक ल हाम्रो र्याली चाहिँ सुरु भयो है। Get the back. Good line, boss.